साथीहरू आफू भाइरल छु भन्दैमा जे पनि बोल्दाखेरि दुःख पाइन्छ भन्ने कुरा जस्तै आज कृष्ण तरकारीवाला चाबेलमा प्रब्लम भएको छ। 60 रुपियाँ फुलको माला भनेर चाहिँ विज्ञापन गरिदिए र सबै ग्राहक वर्गहरू त्यहाँ पुग्दाखेरि चाहिँ 300 400 500 भनेपछि चाहिँ लफडा परेको छ भने पुलिस आएरै उनीहरूलाई लिएर जानुपर्ने अवस्था आएको छ। त्यसर्थ साथीहरू भाइरल भए वा आफूले त्यो नेगेटिभ कुराहरू चाहिँ सकभर मिडियामा आएर नबोलिदिनु होला वा सकभर यस्ता कुराहरू चाहिँ नेगेटिभ चिजहरूले गर्दा चाहिँ इम्प्याक्ट पर्छ है भनेर कुराले चाहिँ ठुलो इम्प्याक्ट परेको छ साथीहरू। तसर्थ साथीहरू सकभर सत्य बोलौँ र सत्य गरेर व्यापार गरौँ। आफू भाइरल छु भन्दैमा यति नेगेटिभ इम्प्याक्ट सोसियल मिडियामा नपारौँ, किनकि उसले हरेक सामान सस्तो र यो भनेर चाहिँ पहिलेदेखि भन्ने गरेको थियो र त्यसै अन्तर्गत उहाँ पुग्दाखेरि ग्राहक वर्गले चाहिँ नपाइरहेको अवस्था थियो भने आज चाहिँ ठुलो लफडै हुन पुग्यो। यसैले गर्दाखेरि साथीहरू सकभर सिधा कुरा गरेर चाहिँ व्यापार गर्नु होला, व्यवसाय गर्नु होला है त।